रिहान चिलमा दिदीले भाइलाई कुरेर बसेको। रिहान र म त हस्पिटल आएको हो। सुत्यो हस्पिटल लिएर आएको। बाबु त सुत्यो। आज सानो बाबुको भ्याक्सिन लायो, सानो मान्छेको। अभी तो हंस रहा है, बातें रहेगा। हामी चाहिँ यहाँ सबैजना आफ्नो नानी बाबुहरूलाई भ्याक्सिन लाउनको लागि आएको सबैजना। अहिले चाहिँ हामी वेटिङमा छौँ। सबैजनाहरू वेट गर्दै बस्नुभएको छ। गफ गर्दै यत्तिकै बसिरहेछौँ।